देशमा भएनन् भन्दै गर्दा त्यहाँ एकजना नारी पनि त शुभ पाठक माइती घरमा बसिराखेको दृश्य त छैन अनसन के अरे सबै अदालतबाट सबै बाकुलालाई उठाउन पाइन्छ ए सुन्नुहोस् है भाइ सुन्नु म तपाईँलाई भन्छु तपाईँ दाइ त्यो दाइलाई मैले बिनासितै बलात्कार गरेँ भन्न सक्छु मैले अरूको कुरा उठाउनु न मलाई कसैले बलात्कार गर्न सक्दैन रातमा मलाई बलात्कार गर्न 25 जना आयो भने सक्छ 10 जना पुरुष आइज मलाई कसैले पनि बलात्कार गर्न सक्दैन च्यालेन्ज गर्नु म च्यालेन्ज दिन्छु मलाई कसैले गर्न सक्दैन रातिमा हतियार लिएर आएर एउटा महिलालाई आक्रमण गर्यो नि सकिएला न त कुनै पनि पुरुषले एउटा महिला उमेर पुगेको महिलालाई बलात्कार गर्न सक्दैन 16 वर्ष मुनिकालाई जङ्गलमा लगेर बलात्कार गर्नु बलात्कार हो उहाँ दाइले मलाई बलात्कार गर्न कहिले पनि सक्नु उहाँको भिडियो देखाउन सक्नुहुन्छ अरूको भिडियो गर्न सक्नुहुन्छ मलाई कसैले पनि सक्दैन मेरो इच्छा विपरीत कसैले पनि मलाई बलात्कार गर्न म 37 वर्षमा त्यसो भए बताइदिनुस् अब तपाईँ झापामा गएर म झापा मेरो स्याङ्जामा गएर मेयर उठ्ने तपाईँ अब म राजनीतिमा उठ्छु त भने हैन नि एउटा चाहिँ काम चर्चित हुनुभयो पपुलर हुनुभयो तपाईँ पपुलर हुँदैमा राजनीतिमा उठ्नुपर्छ मेरो इच्छा चाहना होला नि जित्नुहुन्छ देशको जनताको समाज सेवा गर्ने चाहना होला नि त तपाईँको पनि समाज सेवा त तपाईँले हेर्दै जानुहोस् न सानै देउन बच्चै देउन कस्तो छ स्वभाव मेरो गाउँमा गएर बुझ्न सक्नुहुन्छ फेरि गाउँमा विपक्षी पार्टीसँग बुझ्नुहोस् एमालेकै मित्रहरूसँग बुझ्नुहोस् लमजुङ बस्तीमा 12 वर्ष त्यहाँको हिस्ट्री हेर्नुहोस् दिदीको कान त रहेछ दुइटै कान हुन्छ त मेरो कान लयो भने त क्यार नि हो कान रहेछ त्यही त यसो हेरेको कान रहेछ दिदी त्यही पनि सुन रहेछ यो महँगी त्यो विषय नमिल्नु अरू कुरा होइन होइन तपाईँले भन्नुभयो नि त पहिला कानै काटेर फाल्छु पनि भन्नुभयो तसर्थ तपाईँलाई देख्ने बित्तिकै कान हेर्न मन लाग्छ पार्टीलाई त्यति भन्नु सामान्य कुरा त्यो कान काट्नु सामान्य तर काट्नु भएन नि दिदी अनि अब कान काटिन्छ त अनि मेरो कानको कसले चाहिँ भोग्छ अनि आमा कसम किन भन्छ त्यो तोड्नु पर्यो नि त अहिलेसम्मको सरकारले तोडेको थिएन अहिलेका सरकारले तोड्नु पर्दा किन नतोड्यो ती टुक्का भन्न चाहिँ किन कत्रा राज्यहरूले अब नेताहरूले चाहिँ कति कुराहरू भन्नु भएको छ हामी यो गर्छौँ पुरा भएको छ तपाईँले यो तोड्नुभयो फेरि संयोगले के हो भने अध्यक्षज्यूलाई पनि केपी शर्मा ओलीलाई पनि उखान टुक्का बढी हान्नुभयो भन्नुहुन्छ तपाईँले पनि फेरि नयाँ उखान टुक्का सिर्जना गर्नुभयो कि कान काटेर फाल्छु अहिले बजारमा त्यही चलिरहेको केही भन्यो भने म कान काटेर फाल्छु यसो गरिदिनु भन्ने छ क्या तल मैले गल्ती त गरेर रहेनछु त गल्ती गरेर त पक्राउमा लानुहुन्थ्यो होला मलाई गल्ती त बोलेर रहेनछु नि त फेरि अर्काको कान काट्छु भनेको छैन मेरै भनेको छु कसैलाई प्रब्लम त भएन नि त यदि मैले गल्ती गरेँ त सुजन गुरुङले मलाई नि पक्रेर लानुहुन्थ्यो होला होइन साँच्चै मैले न्युज त हेर्न भ्याएको छैन नमस्कार हाम्रो आज पार्टीको 77 जन्म उत्सव होइन हामी चाहिँ अब म पनि 7 वर्ष देऊ है नमस्ते 7 वर्ष देखाउन र अब पार्टीमा चाहिँ झन्डा बोकेर हिँडेको मान्छे अब टोल चाहिँ नबनाइदिनु है यो कुरा चाहिँ आग्रह गर्न चाहे अनि यस्तो गर्दाखेरि महिलालाई जहाँ तहीँ घेर्दाखेरि सुजन गुरुङले कहीँ पनि मेरो बारेमा आवाज उठाउनु भएन तर उहाँ आज राजीनामा दिएको कुराहरू सुनेको छु एउटा महिलामाथि भएको दुर्व्यवहार उहाँले चाहिँ हेरिरहनु सुजन गुरुङले तपाईँ पनि प्लस कान काट्ने दिदी मलाई त्यो विषयमा कुरा उठाउनु पर्ने थियो गृहमन्त्रीले नराम्रो शब्द र प्रधानमन्त्रीले पनि होइन तपाईँ बोलेको हाल्नु चाहिँ हाल्नु पहिला भन्नुहोस् म हाल्छु म जे बोले त्यही हाल्नुहुन्छ र तपाईँ बोलेको नि हाल्नुहुन्छ पैसा गरेको हाल्नुहोस् है मजाले अनि सुन्नु है मैले कान काट्छु भने सामान्य कुरा मानियो मैले गल्ती गरेको थिएन कसै कान काट्छु भन्ने कसैलाई पनि हस्तक्षेप आजसम्म हातपात गरेको पनि छैन होइन म माथि कति दुर्व्यवहार भयो कालीमाटीको न्युज त देख्नु भयो होला अब जहाँ तहीँ पनि पसलमै आएर पनि हरेक कुराहरू चाहिँ भयो के चक्कोहरू त्यसैयो पनि त्यसमा मैले प्रतिकार गर्दै आएँ एकचोटि न्युज त ल जताततै तपाईँले पनि देखाइ भन्नुभयो होइन मेरो जाँदै भाइरल छ होइन त्यसमा एकचोटि चाहिँ सिन्दुर हालेका फोटा आफ्नो हजुरबा जस्तो मान्छेलाई होइन अनि फेरि मस्दाईसँग बच्चा पाएको अङ्गल मारेको चुम्बन गरेका फोटाहरू हाल्दा अन्य व्यक्तिसम्म त्यस्तो हाल्दा गृहमन्त्री प्रधानमन्त्रीले यो सरकारले के हेरेर बस्नु भएको छ होइन गल्ती गरे त सजायको भोगी गरेर ल र चौकीमा मलाई पनि त लानु पर्थ्यो नि धम्की मात्रै आयो मलाई फोनबाट धम्की आयो साइबर ब्युरोमा कुरा सुनिएन यस्तै भन्दै गर्दा सुदन गुरुङले आज राजीनामा दिएको भन्ने कुरा सुनेछु के उहाँले गल्ती गरेर म न्युज हेरेँ तपाईँहरूले भन्नुहोस् राजीनामा दिनुभयो उहाँले होइन के गल्ती गरेर गल्ती नगरेर त छानबिन आयोग बन्ला छानबिन होला त्यसपश्चात थाहा हुने कुरा हो मैले चाहिँ आजसम्म गल्ती गरेँ होइन मेरो बारेमा किन सरकारले कुरा उठाएन पहिलो कुरा यति महिलालाई के यो नेपालमा बाँच्नै पाइँदैन एमाले बस एमाले हो भन्दैमा म यो देशमा बाँच्नै नपाउने गरी खानै नपाउने त्यो हो र होइन नि त
ल तपाईँहरू के भन्नुहुन्छ एउटा महिलामाथि भएको दमन तपाईँहरूले चाहिँ देख्नु भएको होइन महिलाको सुरक्षाको लागि त हामी पनि सक्दो सहयोग त गरि नै रहेका छौँ। कहाँ उठाउनु त मेरो बारेमा कुरा कहाँ उठाउनु अहिले उठाउँछौँ यो दिदीलाई चाहिँ यस्तो अन्याय भयो अहिलेसम्म सिन्दुर लगाइदिए यो त श्रीमान हुनुहुन्छ श्रीमानको के देख्नुभयो तपाईँ देख्नु मेरो श्रीमानको फोटो दिदीसँगको म फ्रेममै जोडिएर भन्छु हाम्रो जो कान काट्ने भनेर भाइरल हुनुभएको थियो यति त भन्ने छुट्टो दिनुहोस् मलाई होइन भनेर भाइरल हुनुभएको थियो उहाँ दिदीलाई त्यो सुरक्षाको दृष्टिकोणले केही पनि नगर्नु होला नराम्रो शब्दहरू नबोल्नु होला परिवारलाई आक्षेप नलगाउनु होला होइन अनि श्रीमानको फोटो उठेको देख्नुभयो मेरो श्रीमानको नाममा 35 वटा आइडी उठेको ओहो त हेर्नुहोस् साइबर ब्युरोमा जाँदा तपाईँ कामै यही हो अरे 3 पटक मात्रै गएँ जबकि श्रीमानको र छोरीको मात्रै कुरा लिएर गएको छु मेरो त म प्रतिकार गर्न सक्छु त्यस्ता नराम्रा कमेन्ट मलाई केही पनि छुनेवाला छैन मलाई घेरा हाल्दा त कालीमाटीमा मैले त्यस्ता कुकुर जस्ता छौडाहरूले घेरा हाल्दा मलाई केही पनि लागेन कुकुरहरूलाई दाना पानी दिने हो मलाई केही पनि प्रब्लम भयो तर श्रीमानको फोटो हार्दिक श्रद्धाञ्जली उहाँलाई चाहिँ फोन गरेर टर्चर महिला मान्छेले चाहिँ तेरो श्रीमती छोराछोरी भने क्वेसन गर्नु म्यासेज गर्नु त्यस्तो देख्दा के भयो होला हजुर मेरो श्रीमानलाई त्यस्तो किन फोटो उठाइयो हार्दिक श्रद्धाञ्जली किन भन्ने हो होइन छोराछोरीलाई किन छोरी 13 वर्षको बच्चालाई फोटो आइडी गराएर अनि छोरा मान्छे गाँच्न मिल्छ त्यो एउटा के यो सरकारको चाहिँ के नियम हो त्यो नीति हो एउटा महिलामाथि गर्ने अत्याचार भन्ने त्यो सरकारको नियम हो यो अब नयाँ सरकारले ल्याएको कानुन हो यो एउटा महिलालाई हमला गर्दाखेरि कोही पनि साइबर ब्युरोमा सुनाइ नआउनु कुनै पुलिस चौकीहरूबाट सुनाइ नआउनु भनेको यो महिलालाई ल्याउने चाहिँ यो कानुन यही हो अहिले हाम्रो सरकारको पालामा त यस्तो थिएन त नीति त महिलालाई त्यस्तो दमन त भएको थिएन एउटा महिला देशभरि छरिएर जहाँ चाहिँ सिन्दुर हालेका फोटा बच्चा पाएका फोटा श्रीमानको हार्दिक श्रद्धाञ्जली एउटा महिला एउटा मेरो छोरी 13 वर्षको छोरीलाई फोटो उठाउँदा यो सरकार केही बोल्यो केही बोलेको देख्नु भएको छ मिडिया कर्मीले देख्नु भएन नि भनेपछि नीति ल्याएको यही हो राम्रो गर्छु भनेर जनताले जिताएको यही हो ल भन्नुहोस् त जनताले जिताएको जनता त एकदम यो पार्टीले राम्रो काम गरेर जिताएको होइन नि त है हो र होइन नि जनताले यो सरकार यो राष्ट्रपा सरकारले राम्रो काम गरेर जिताएको त होइन नि त अब राम्रो गर्छ कि यो देश ध्वस्त बनाएर देश जलाएर जेनजी आन्दोलन गरेर जेनजीहरू मारेर अनि चुनाव लडेर हामीले चुनावको प्रतिकार हामीले चुनावको विरोध त गरे हैनौँ त हामीले हार स्वीकारे हामी त हामीले चाहिँ हाम्रो गल्तीलाई त महसुस गरिरहेको छौँ त जनताहरूले भ्रम बुझ्नुभयो हत्यारा को भने त थाहा पाउनु भयो होला नि त अहिले त सिंहदरबार कसले जलाएको हामीले एमाले जलाएको धरारा पशुपतिनाथ राज्यका सम्पत्तिहरू कसले जलाए यो यसको लागि मिडिया कर्मीले आवाज उठाउनु भएको छ यो उठाउन जरुरी छ राष्ट्रको सम्पत्ति हो कुनै गाउँको पेय होइन यो कसैले व्यक्तिगत कमाएको सम्पत्ति होइन हामीले हाम्रो नेकपा एमालेमा अनुशासन छ शिष्टाचार छ हेर्नुहोस् है तपाईहरूले यो अनुशासनलाई तोड्ने काम यो सरकारले गरेको छ हाम्रो एमाले कहिले पनि नराम्रा काम ल मलाई पनि नराम्रा कमेन्ट गर्दा हाम्रो एमाले काम देख्नु भएन कमरेडहरू कति हुनुहुन्छ कमरेडहरूले तुच्छ शब्द बोल्न सक्नुहुन्थेन होला मलाई आएका नराम्रा शब्द म्यासेजहरूलाई नराम्रा बोलीहरूलाई उहाँले फर्काउन सक्नुहुन्थेन होला र तर नेकपा एमालेमा अनुशासन छ कसैलाई पिट्ने मार काट आगो लागि यस्ता कुराहरू चाहिँ एमाले गर्दैन हाम्रो आन्दोलन देख्नुभयो शान्तिपूर्वक आन्दोलन भयो देख्नुभयो नि कहिले हामीले चाहिँ देश जलायौँ हामीले सक्दैनौँ मैले सक्छु सिंहदरबार गएर मैले चाहिँ आगो लगाइदिनु मैले सक्छु हाम्रो क्षमता नभएर हो तपाईहरु 10 जना आउनुस् मसित भिन्न आन्दोलन तर हामीले मान्छे हान्ने पिट्ने काम एमालेमा चाहिँ त्यो अनुशासन छैन तपाईहरुले आन्दोलन त गर्नुभयो विगत आन्दोलन त हामीले गरिन्छ निर्दोष व्यक्तिलाई किन सबैले तपाईहरुले कुट्यो नि त लखट्यो नि त त्यो त प्रहरीलाई हामीले हिजो जेनजी आन्दोलनमा बिचरा किन पिटा खायो होला किन यस्तो गरे भन्ने आवाज उठाउन नारी हो म अहिले त तिनीहरु त जुन सत्ता त्यही जानी हो कि न्यायको छानबिन गर्नुपर्छ प्रहरीले एउटा व्यक्तिलाई एउटा निर्दोष हाम्रो अध्यक्षलाई पूर्व प्रधानमन्त्रीलाई छोपेर हामी आन्दोलनमा जान्छौँ त मैले नै भने थिएँ आन्दोलनमा बाला रिहाई नगर्दा आन्दोलन जारी हुन्छ भनिएको छ अनि मेरो मात्र ट्रोल बनाइदिनु भयो हजुर तपाईले बा भन्नुहुन्छ हाम्रो राष्ट्रको पिता केपी बा भन्दैमा तपाईहरुले चाहिँ कति बिल्ला गर्नुभयो पत्रकार मित्रहरूले कति ट्रोल बनाइदिनु भएको छ ल भन्नुस् त एमाले ल हेर्नुस् अहिले लाइभ खोलम त मेरो टिकटक लाइभ फेसबुक लाइभ केही फोटो पोस्ट श्रीमानको बर्थडेको दिन फोटो पोस्ट गर्दा कस्ता कमेन्ट आइयो त्यस्ता कमेन्टलाई यो सरकारले केही भन्न सक्यो मैले के सञ्जालमा एउटा फोटो हाल्न नपाउने मेरो बिजनेस छ मैले फोटो हाल्न नपाउने त्यहाँ नराम्रो कमेन्ट आउँदा सरकारले हेरेको छ बालेन शाहलाई के भन्नुहुन्छ तपाईले बालेन शाहलाई के भन्ने त गृहमन्त्रीलाई भनेर भएन बालेन शाहलाई भनेर भएन यो सरकारमा छाडा प्रवृत्ति बढे झन् त भन्नुस् चौकी कसले फोरेको एमाले गरेर फोर्या हो
चौकी कसले जलायो पुलिसको हात हतियार खोजेर बन्दुक यस्तो गरेको भिडियो देख्नु भयो तपाईँहरूले खिचेको होइन त्यो नडाटी भन्नुहोस् होइन हामीले ओके, खिच्यौँ बिराकले भन्नुहोस् त। हामी साँच्ची छौँ 23-24 मा त्यो त भिडियो खिचेको तपाईँहरूले हो कि होइन पुलिसको बन्दुक तेर्सियाको फोटो तपाईँहरूले हो कि होइन हो भन्नुहोस् 23-24 को साँच्ची भिडियो खिच्ने हामी छौँ त भन्छ राछौँ हामी एमालेको कुनै कार्यकर्ता गएर के अरे पुलिसलाई हान्यो पुलिसलाई जलायो पुलिस चौकी हान्न गयो ल भन्नुहोस् यो जे बोले त्यही हाल्नुपर्छ हाल्छौँ आज भनेको तपाईँलाई अहिलेको सरकारप्रति आशै छैन होइन राम्रो काम गर्नु पर्यो नि राम्रो काम गरे यो सरकार 5 वर्ष होइन 10 वर्ष टिकोस् शुभकामना विद्यार्थी सङ्गठनहरू एमालेका तर काङ्ग्रेस हामी विद्यार्थी पनि त- सङ्गठनहरू हटाउँदैछ राम्रो गर्यो भन्छन् फेरि कसरी राम्रो हुने हो र यस्तो 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 वीराङ्गना आफैले राजीनामा दिनु पर्यो त अहिले 1 महिना नबित्दै गृहमन्त्री भएको 1 महिना नबित्दै उहाँले राजीनामा दिनु पर्छ राम्रो काम गरे भए त राजीनामा दिनु पर्थ्यो होइन एउटा महिलाले चाहिँ आवाज एउटा चाहिँ महिलालाई तरकारी बजारमा एउटा गरी खाने महिलालाई मलाई दुःख दिइरहनु भएको छ सुदन गुरुङको राजीनामा सही हो त्यसो भए उहाँले दिनुभएको राजीनामा मैले गरिदिएको त होइन नि फेरि भोलि कान काट्नेले त सही भन्दै हिँडे थिए भने ट्रोल बनाउनुहुन्छ तपाईँहरू त होइन हो कि होइन, नभन्नु सही थियो कि गलत थियो गृहमन्त्री सुदन गुरुङको राजीनामा भने कसरी सही र गलत मैले छुट्याउने कि कानुनले छुट्याउने हो तपाईँको दृष्टिकोणमा मलाई ठिक लाग्छ मैले न्युज हेर्दाखेरि ठिकै लाग्छ ठिकै लाग्छ अलिक उशृङ्खल हुनुभएको थियो आफ्नो छानबिन त हुन्छ नि छानबिन आएको छैन त्यसमा र हो त्यही कारणले तपाईँहरू टोल बनाउनु हुँदैन के एउटा महिलाको बारेमा तपाईँहरूले आवाज उठाउनुहोस् न त्यहीबाट तपाईँहरूले भ्युज कमाउनुहुन्छ महिलालाई चाहिँ बेच्ने काम नगर्नुहोस् न यो मिडिया कर्मीहरूले त्यस्तो टोल बनाएर धेरै मिडिया कर्मीहरूले त्यस्तो गर्नुभयो मैले फोन गरेर पनि हप्काएको छु उहाँहरूलाई त्यस्तो गर्ने होइन नि त आएर पसलमा नभ्याएको बेलामा पसलमा घरबेटीले मेरो घरमा मिडिया कर्मी आए नबोलाऊ भनेपछि मैले मानेर होटेलमा गएर मिडियालाई चाहिँ सपोर्ट गरिदिँदाखेरि मैले त मेरो मोबाइल हेर्नुहोस् अहिलेसम्म मोनिटाइज भएन म पैसा कमाउनु म आफै मिहिनेत गरेर कमाउने महिला मलाई मेरो भात खानको लागि तपाईँ टिकटकमा त लाइभमा बसिरहनुहुन्छ नि त पैसा कमाएको छैन भन्नु कति कमाउनु भयो? मेरो मोबाइल हेरेर सक्नुहुन्छ नि टिकटक लाइभ अहिलेसम्म 1 रुपियाँ चाहिँ लाइभबाट कमाउनु भएको एक सुका एक मोर कना कमाएको छैन तपाईँले माया गर्ने भ्युजहरू त गर्नै आउनुहुन्छ फेरि मलाई त्यो थाहा छैन मेरो मोनिटाइज भएन गृहमन्त्रीको राजीनामा बारे के भन्नुहुन्छ नि यहाँले अब गृहमन्त्रीको राजीनामा त म त यहाँ सरकारको म त न्यायाधीश त होइन नि त